नेपालमा पहिलो पटक केबल कार भित्र्याएर मनोकामना दर्शनलाई सहज बनाएका लक्ष्मण बाबु श्रेष्ठको सपना थियो एउटा सुविधा सम्पन्न रिसोर्ट बनाउने। केबल कार सुरु भएको 3 वर्षपछि उनले रिसोर्टका लागि डिजाइनको जिम्मा दिए। योजना बनियो, डिजाइनका लागि तयार भयो, तर सोचे अनुसार काम भने भएन। लक्ष्मण बाबु बितेको 12 वर्ष पुग्नै लाग्दा भने त्यो सपनालाई आकार दिएका छन् उनका परिवारका सदस्यले। प्रतिफल अब कुरिन्टारबाट केबल कार चढेर मनोकामनाको स्टेसनमा झर्नसाथ देब्रेतिर देखिन्छ मनोकामना हिल्स रिसोर्ट। केबल कार सञ्चालन गरेको 2-3 वर्षपछि नै बुवाले यहाँ प्लान गरेर तत्कालीन अवस्थामा एमएलका यस्ताबाट डिजाइनहरू पनि भइसकेको अवस्था थियो र त्यो सुरुवात गर्न भनेर यो अहिले हामी बसेको जग्गा त्यो केबल कार सँगसँगै हामीले लिएको हो होटेलको लागि, पछि फ्युचर एक्सपेन्सन भनेर गरेका हौँ। त्यो चाहिँ केबल कारसँग जोडिएको होटेलको उहाँको जुन मानस होटलमा थियो होला नि, हजुरहरूलाई पनि भन्नुभएको थियो होला, जस्तो जोडिएर कायस्थ सरले चाहिँ जुन डिजाइन पनि गर्नुभयो, त्यो उहाँको मनभित्र भएको चिजलाई चाहिँ रिफ्लेक्ट गर्न यो होटेलले सकेको छ तपाईलाई लागेको छ के छ? एकदम निश्चित रूपमा हामीले त्यो वास्तवमा के भने बुवाको एउटा चाहिँ अधुरो सपना भएको कारण त्यो सपना पनि पूर्ति हुने र प्लस यहाँ जुन एउटा चाहिँ डिमान्ड र सुझावहरू आइरहेछ त्यसलाई नै हुने र प्लस हामीले के भन्दाखेरि अब हामीले यो होटेल व्यवसायमा यसको चेनै बनाएर जाने हाम्रो उद्देश्य पनि होइन, तर कमसेकम हामीले यातायातको सुविधा यात्रुहरूलाई सुविधा दिइसकेपछि यहाँ पनि एउटा सुविधा सम्पन्न भयो भने हामीले एउटा मार्केट एस्पेक्टबाट हेर्दाखेरि पनि 12 लाख मान्छे हामी केबल कारबाट ल्याउँछौँ भने मलाई यहाँ 36,000 मान्छे पनि पुग्छ भनेपछि मेरो केबल कारको 3% मान्छे मात्रै यहाँ आइदियो भने होटेल चल्छ भने त्यो हिसाबले किन मार्केट एस्पेक्टबाट पनि एउटा एट्र्याक्टिभ यो चाहिँ भेन्चर हुन्छ र सबभन्दा महत्त्वपूर्ण हाम्रो के भन्दाखेरि बुवाको अधुरो सपना पनि पुरा हुन्छ भनेर नै हामीले चाहिँ गर्दाखेरि त्यो बेला अझै भन्दाखेरि त्यो बेलाको डिजाइन र अहिलेको डिजाइनमा के भने त्यो बेला चाहिँ कस्तो भन्दाखेरि सुविधा सम्पन्न हुने भन्ने हिसाब र अब अहिले चाहिँ भनौँ न 24, 25, 26, 27 वर्षपछि आएर अहिले भएका ट्रेन्डहरू र सुविधाहरू के छन् त्यो पनि झन् हामीले यसमा इन्कर्पोरेट गर्न पायौँ, थप्न पायौँ। तत्कालीन अवस्था हाम्रोमा स्विमिङ पुलहरू राखिया थिएन, जस्तो जिम सोनाहरू स्पाहरू राखिया थिएन होइन। अब यस्तै कुराहरू त्यो बेला चाहिँ हामीलाई चाहिँ के भन्दाखेरि कन्फरेन्स हल पनि थिएन। अब यी सबै सुविधा हामीले गरिदिँदाखेरि के हुन्छ भन्दाखेरि एक धर्म गर्न आउनेलाई पनि भयो, दोस्रो मनोरञ्जन गर्न आउनेलाई पनि भयो, तेस्रो हाम्रो उद्देश्य के भन्दाखेरि यो माइस र यो कर्पोरेट उसको सभा सेमिनार र मनोकामनालाई वेडिङ डेस्टिनेसन बनाउने त्यसलाई पनि सुविधा दिन यो कन्फरेन्सहरू हाम्रो जस्तो तपाईँले एमपी थिएटर देख्नुभयो ती सबै हामीले बनायौँ। यसको मूल उद्देश्य अझै के भन्दाखेरि मनोकामना एक रातको मात्रै डेस्टिनेसन होइन। जस्तो यहाँ तपाईँको अब शक्तिपीठै छ बक्रेश्वर जहाँ सतीदेवीको यो जिब्रो त्यहाँ खसेको भन्छ, त्यहाँ गएपछि बोल्न नसकेका बच्चाहरू अथवा भगभगे बच्चाहरू त्यहाँ गएर धेरै के अरे सफल भएको पनि देखिया छ हामीले। र त्यही माथि चाहिँ लखन गुफा छ त्यहाँ माथि डाँडामा जहाँ गएर तपाईँको त्यो गोर्खाको मनासोलु त्यो रेन्जदेखि लिएर गोर्खा बजार सबै देखिन्छ र के अरे सिद्ध लखन थापा भने मनोकामना माताको एकदमै भक्त र उनी पहिलो पुजारी होइन। अहिलेको पुजारी त मेरो विचार 11-12 पुस्ता हो उहाँकै। त्यो ठाउँ छ। अब यहाँको सुन्तला प्रख्यात छ होइन। जस्तो यहाँ चाहिँ अब होमस्टेहरू छ, जस्तो यहीँ नजिकै बेतिनी गाउँ छ त्यहाँ होमस्टेहरू छ। यहाँ मगर कल्चर एकदम रिच छ। ती सबैलाई समेटेर र एडभेन्चर ट्रेकिङहरू सबैलाई समेटेर कम्तीमा पनि मनोकामना अहिले 1 नाइट स्टप थियो, यसलाई चाहिँ कम्तीमा पनि 2 नाइट 3 नाइट स्टप बनाउने चाहिँ हाम्रो उद्देश्य हो। होटेल चाहिँ जस्तो अघि पनि हामीले भन्यौँ हामी नै आउँदाखेरि पनि अथवा चाहिँ जो कोही आउँदाखेरि चाहिँ जस्तो यो 25-30 वर्षको अवधि मनोकामना केबल कार आइसके पछाडि चाहिँ हामीले देख्दाखेरि चाहिँ यहाँ ठुलो लगानीमा होटेल आउँछ कि त्यो चाहिन्थ्यो भन्ने नै थियो नि त। त्यो ठुलो लगानीको होटेलमा रिस्क लिने मान्छेहरू नभएर थियो कि अथवा त्यो समूह चाहिँ यहाँ बस्दैनन् भन्ने मानसिकता थियो? के थियो तपाईँहरूको बुझाइ चाहिँ? जस्तो यो होटेल ल्याउनुभन्दा अगाडि पनि अलिअलि सर्वे त हुन्छ, के चिज थियो? सुरुमै बुवाले हामीले केबल कार सञ्चालन गरेको 3 वर्षपछि नै हामीले एउटा होटेलको अध्ययन गर्दाखेरि जस्तो माताको आशीर्वाद होइन, भक्तजनहरूको विश्वास माताप्रति गर्दाखेरि त्यो बेला जुन हामीले फ्लो देख्यौँ नि, कालान्तरमा यति फ्लो हुन्छ 12 लाख हामीले सालमा आउँछ भनेर त हामीले सोचेका पनि थिएनौँ।
हामीले त्यो बेला फिजिबिलिटी गर्दाखेरि धेरै से धेरै आयो भने 5-6 लाख मान्छे आउँछ भन्ने सोचेर गरे हो। तब जब 12 लाख मान्छे आउन थालिसकेपछि र यहाँ चाहिँ कस्तो भयो भन्दाखेरि मान्छेहरूलाई अब तपाईँलाई के भन्दाखेरि मान्छेहरूलाई चोइस न हो। अब यहाँ कतिपय के भने मान्छे चाहिँ पैसा तिरेर म चाहिँ सुविधा सम्पन्नमा बस्छु भन्ने खालका मान्छेहरू नै आएर बसेका छन् होइन यहाँ मनोकामनामा। अब कसैलाई चाहिँ के भने एक रात बस्नु पऱ्यो सस्तोमा बस्नु पऱ्यो भन्ने पनि छ, अथवा एक थरीलाई मिडियम लेभलमा बस्छु भन्ने पनि चोइस छ। तर यहाँ चाहिँ अलि हाई क्लासमा बस्छु भन्नेलाई चोइस थिएन र त्यो त्यसैको कारण होला मेरो विचार। धेरैलाई चाहिँ यहीँ पहाडमा बस्न, माताको छेउमा बस्न र सुविधा सम्पन्न होटेल भइदिए हुन्थ्यो भन्ने कुरो हामीलाई 5-7 वर्ष अगाडिदेखि नै धेरै सुझावहरू आउन थालेका थिए। र मैले अघि नै भने नि 36,000 मान्छे मलाई सालमा भयो भने मेरो 100% रन हुन्छ। मेरो लागि 36,000 भने केबल कार माध्यमबाट मैले प्रचार गर्ने केबल कारको 3% ऊ भने चाहिँ मैले सम्भाव्य देखेर र अहिले सम्भाव्य देखेर के भने 40 कोठा गरौँ भनेर 40 कोठा गरे हो। र फ्युचरमा के हुन्छ डिमान्ड आयो भने त्यसमा फेरि थपिन नि सकिन्छ। होटेल बनाउने कुरा नै जस्तो एउटा सोच राखेर बनाइया हुन्छ, त्यसको कस्टको स्केलेसन पनि बढ्न सक्छ। तपाईँहरूले चाहिँ कम्प्रोमाइज गर्ने कुरा पनि भएन क्वालिटीमा। पछि त्यो चरणको जुन 2-2.5 वर्ष लाग्यो भन्ने छ नि, त्यसमा चाहिँ तपाईँहरूले फेस गरेको र चाहिँ आफूले मन फुकाएर चाहिँ होटेलको एउटा तपाईँले आफ्नो मनभित्र जस्तो बुवाको एउटा मन थियो, तपाईँहरू 3 दाजुभाइको एउटा मन थियो होइन, त्यो चिजलाई चाहिँ कसरी जोड्न सकियो अथवा कस्तो भयो त्यो चिज चाहिँ निर्माण अवधिको कुरा गर्दा? अब तत्कालीन अवस्थामा जब केबल कार बनाउँदाखेरि मनोकामना दुर्गम स्थल हो। अब तपाईँलाई थाहा पनि छ, मैले भने पनि छु होइन, पहिला यो माथिको टप स्टेसन बनाउन तलको हिसाबले सुविधा पनि कम छ, यसमा एरिया पनि कम छ टप स्टेसनमा होइन, तर खर्च तलको बराबर लागेको छ। त्यो बेला तपाईँको के थियो भन्दाखेरि खच्चडबाट सबै सामान ल्याउनु पर्ने, तपाईँको प्लाइवुड डन्डीहरूलाई चाहिँ भरियाबाट बोकाएर ल्याउनु पर्ने, सिमेन्टहरूलाई खच्चडबाट ल्याउनु पर्ने, त्यो अवस्था थियो। अब अहिले मनोकामनामा कच्ची बाटो भयो भने धेरै ठाउँबाट चाहिँ भनौँ न ट्रकहरू गाडीहरू आउन सक्ने ऊ पनि भएको कारणले गर्दाखेरि अब तत्कालीन केबल कार बनाउने अवस्था र अहिलेको अवस्था हेर्दाखेरि जुन अवस्थामा त्यो हामीले चाहिँ ठुलो समस्या भोगेका थियौँ नि ढुवानीको, यसमा चाहिँ हामीलाई चाहिँ ऊ थियो चाहिँ अहिले त्यो हामीलाई समस्या भएन, त्यो कन्सर्न हुँदैन भनेर। यदि त्यो कन्सर्न पहिलाको जस्तै दुर्गम स्थिति भएको भए हामीले चाहिँ त्यो बेला डिजाइन र यसमा चाहिँ प्रयोग गर्ने सामानहरूमा केही चिज हामीले चाहिँ भनौँ न अलि ढुवानी मैत्री खालका सामानहरू राख्थ्यौँ होला। तर ढुवानीको इस्युमा पनि त्यस्तो भएन र फेरि हाम्रो केबल कार आफैबाट पनि हाम्रो ढुवानीका साधन छन् होइन, गर्न सक्ने साधन भएकोले त्यो हिसाबले केबल कार बनाउनुको उसमा तुलना गर्दाखेरि धेरै नै हामीलाई यहाँ सजिलो भयो। किन फेरि होटेलमा तपाईँको कस्तो नि केबल कार जस्तो होइन, यसमा त A to Z सबै सामान चाहिने भनेपछि भनौँ न हामीले चाहिँ आज चाहिँ कन्सेप्टदेखि लिएर आजको दिनसम्म आउन हामीलाई करिब 2.5 वर्ष लाग्यो। र मेरो विचारमा तत्कालीन अवस्थामा दुर्गम अवस्था भएको भए मेरो विचार 2.5 वर्षमा सकिँदैन थियो। त्यसमा कतिपय कुराहरू यो सामान नराखौँ लान गाह्रो हुन्छ, यो राखौँ भन्ने हुन्छ। अब यसमा त कस्तो थियो भन्दाखेरि अब एउटा लग्जरी होटेल बनाउने, सुविधा सम्पन्न बनाउने भनेपछि हामीले त्यसमा चाहिँ कुनै किसिमको कम्प्रोमाइज गरेनौँ र हामीले 3 जना हामी दाजुभाइ बसेर र इभन मेरो भिनाजु पनि यसमा इन्भल्भ हुनुभयो। हामी बसेर सबै सर सल्लाहले यो गर्ने यसो गर्ने उसो गर्ने भनेर र चाहिँ हाम्रो एउटा चाहिँ कुरा के थियो भन्दाखेरि सकभर चाहिँ हामीले देशमा पाउने स्वदेशी सामानै प्रयोग गर्ने। र तपाईँले अहिले हेर्नुहुन्छ भने मैले मार्बल ग्रेनाइट राखेको धेरै कम देख्नुहुन्छ, फ्लोरमा मैले चाहिँ टाइल चाहिँ राखेँ होइन। अब त्यसमा आन्तरिक रूपमा त्यो सरसफाइ हिसाबले पनि हो, तर मैले मार्बल ग्रेनाइट जस्ता कुरामा जहाँ राख्न सकिन्थ्यो त्यसमा मैले सबै ढुङ्गा प्रयोग गरेँ। ढुङ्गा पनि मैले भनिहालेँ सिन्धुपाल्चोक बागलुङदेखिको ढुङ्गाहरू राखेको छु। त्यस कारण त्यसमा हामीले कम्प्रोमाइज त्यसमा चाहिँ केही पनि गरेनौँ। होटेल भन्ने बित्तिकै चाहिँ मान्छेले चाहिँ जस्तो कुन रेन्ज भनेको मिडल क्लास हो कि अप्पर मिडल क्लास हो कि होइन, अब अहिले त नेपाली एकदमै घुम्ने पनि छन्, होटेलमा गएर बस्दा लग्जरियस फिल पनि गर्छन् होइन। अब यो त्यो चाहिँ कस्टका हिसाबले चाहिँ के छ यो होटेलको? अब कस्टको हिसाबले हामीले सरदर हेर्दाखेरि हाम्रो लगानीको अनुपातमा हामीले हेर्नुपर्छ र हामीले निश्चित यति अवधिभित्र 7-8 वर्षमा हामीले चाहिँ लगानी चाहिँ हामीले चाहिँ रिटर्न गर्छु भनेर हामीले सोचिसकेपछि त्यो हिसाबले नै हामीले चाहिँ एउटा कस्ट क्यालकुलेसन गर्छौँ। र फेरि अहिले चाहिँ के भन्दाखेरि मार्केटमा कस्टको ट्रेन्ड के छ त्यसलाई पनि अध्ययन गर्नु पर्यो। त्यो हिसाब हेर्दाखेरि हामीले नर्मली हेर्दाखेरि अब चितवन, पोखरा, नगरकोट, धुलीखेल होइन त्यो यावतका एरिया र काठमाडौँ पनि सबै अध्ययन गर्दाखेरि नर्मली सब सट्ट हेर्दाखेरि अहिले चलिरहेको प्राइस रेन्ज चाहिँ
तपाईँको 10,000 देखि 30,000 सम्मको रेन्ज रहेछ विभिन्न उसमा र हामीले पनि त्यसैभित्र चाहिँ बस्नुपर्छ भन्ने हिसाबले एउटा माइन्ड मेकअप गरेर यतिसम्मको लगानी गर्दाखेरि त्यो कस्ट बेनिफिट एनालिसिस र त्यसमा चाहिँ रेभिन्यूको बेसिसमा हामीले र भर्सेस हाम्रो कन्स्ट्रक्सन कस्टमा हेर्दाखेरि हाम्रो नि करिब करिब भनौँ न अब जस्तो हामीले डबल बेडको हामीले चाहिँ डबल अकुपेन्सीमा राख्दाखेरि हामीले चाहिँ 16,000 प्लस के अरे इन्क्लुसिभ ट्याक्स बेड एन्ड ब्रेकफास्ट भनेर एउटा चाहिँ हामीले परिकल्पना गरेका छौँ होइन अब त्यो हामी अफिसियली एनाउन्स गर्छौँ होला अब त्यो प्याकेजभित्र चाहिँ जस्तो भनौँ न मान्छेलाई यहाँ बस्न आउने मान्छेलाई त्यही रेटभित्र चाहिँ हाम्रो केबल कारको टिकटको प्याकेज पनि त्यसमा इन्क्लुड गर्ने त्यो उ गर्दैछु यो 2-4 दिनभित्र हामी रेटहरू सबै एनाउन्स पनि गर्छौँ बुवाले चाहिँ त्यो आजभन्दा यो 55 सालमा चाहिँ त्यहाँ मनकामनाको प्राङ्गणमा गेट र यो घन्टी राख्ने भन्ने इच्छा गर्नुभएको थियो अब विविध कारणवश त्यो पुरा हुन सकिएन र यो बुवाको अधुरो सपना होटेल पनि अधुरो सपना यो पनि अधुरो सपना भएको कारणले गर्दाखेरि बुवाको यो होटेल अधुरो सपना भयो यो पनि अधुरो सपनालाई चाहिँ दुईटालाई हामीले गाँसेर यो चाहिँ बुवाको सपना साकार पारेको एउटा प्रतिबिम्ब यो चाहिँ हाम्रो रिसेप्सन कक्ष हैन अब करिब करिब अर्को हप्ता चाहिँ सबै यो फुल फर्निस हुन्छ हजुर अब मैले तपाईलाई भनिरहेको छु नि यो रिसेप्सन टेबल मेरो भिनाजले बनाउनु भयो हजुर यो सबै यहीँकै यहीँको काठमाडौँमै बनेको र यो अनुसार यो पछाडि जुन यो हामीले मनकामनाको यो 3D मन्दिर राखेका छौँ नि हजुर यो पनि भिनाजुको यो इन्टेरियर सबै मेरो भिनाजु किरण मानशेरचनले गर्नुभयो हजुर र यस्तै यो पनि सबै हाम्रो हस्तकला यो टिचु गल्ली स्टोर भन्ने पाटनबाट ए हजुर यो चाहिँ सबै यो एन्टिक फिनिस र यो पनि सबै यो चाहिँ हामीले स्थानीय काठ लिएर यसलाई चाहिँ एउटा चाहिँ पुरानो दलिन रूपमा चाहिँ यो स्लोप रूफ थियो त्यसलाई चाहिँ इन्टेरियर डिजाइनभित्र चाहिँ भिनाजले गर्नुभएको यो दुईटा फोटो राख्नु कारण के भने यो भूकम्प अगाडिको मन्दिर र यो चाहिँ पुनर्निर्माण बसेको मन्दिर हजुर भनेर यो हामीले देखाएको हो र तपाईले यो देख्नुभयो भने जस्तो यो लिफ्ट हो यो हैन हजुर सम्भवतः यो अब मनकामनाको पहिलो लिफ्ट हो यो हजुर र यसमा तपाईले हेर्नुभयो भने यो लिफ्टमा सबैले मार्बल ग्रेनाइट राख्थे हजुर मैले चाहिँ यो पूर्ण काष्ठ उद्योग पाटन औद्योगिक क्षेत्रमा हाम्रो किरण स्थापित ज्यूले हजुर यो डिजाइन गरिदिनु भएर हामीले चाहिँ यो चाहिँ आफ्नो नेवारी यो चाहिँ मूल ढोकामा राख्ने कुरा हो यो र यो हामीले चाहिँ आफ्नो कला र उसलाई चाहिँ संस्कृतिलाई एउटा प्रिजर्भ पनि गर्ने भनेर यहाँ गणेशजी र कलश र तपाईले हेर्नुभयो भने यो सबै हाम्रो यो सबै लोकली मेड हो यो हाम्रो काठमाडौँमा बनेको हजुर र यसमा अझै तपाईले हेर्नुभयो भने तत्कालीन अवस्थामा पुरानो नेवारी घरमा देखिने ज्यालो हो त्यस्तै अब तपाईले हेर्नुभयो भने यो पनि मैले आफैले डिजाइन गरेर यो काठमाडौँ नेपालमै हामीले आफैले बनाएको स्पेसली हाम्रो यो स्पेसल अर्डरमा यो काठ हो यसमा यो कुदियो अनि यसबाट चाहिँ उ गर्दाखेरि अरू होटेलमा नर्मल देख्ने भन्दा अलिकति फरक देखाउनुपर्छ भनेर हामीले गरिएको हो यो अब हामीहरू सब 60 प्लस भइसक्यौँ दाजुभाइहरू होइन हजुर र हामीहरूको पारिवारिक उसमा के भन्दाखेरि अब हाम्रो पिँढीबाट चाहिँ हजुर हामीले नयाँ पिँढीलाई हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता राखेर यहाँ चाहिँ मेरो र मेरो ठुलो दाइको छोरीहरू सबै इन्भल्भ हुनुहुन्छ यहाँ छन् उनीहरू हजुर र अहिले मसँग आएको चाहिँ मेरो छोरी रिया श्रेष्ठ हजुर ऊ चाहिँ रिसेन्टली SMU सिङ्गापुरबाट MBA पास गरेर फर्केको करिब 2 हप्ता 3 हप्ता जति भयो अहिले मैले चाहिँ उसलाई चाहिँ एज अ डाइरेक्टर अपरेसन भनेर उसलाई जिम्मा दिएको छु उसले चाहिँ यो रिजोर्ट अपरेसनको सबै जिम्मा चाहिँ बिस्तारै मैले चाहिँ ह्यान्डओभर गरि पनि सकेँ गर्दै पनि छु र त्यस्तै मेरो ठुलो दाइको छोरी यसु श्रेष्ठले चाहिँ सेल्स एन्ड मार्केटिङको पार्ट हेर्दैछ र अर्को दाइको छोरी छ मोहिनी श्रेष्ठ उसले पनि अहिले MBA गर्न गइरहेछ र बेसिकली के भन्दाखेरि अब हामी ओल्डर जेनेरेसनहरूले चाहिँ यङ्गर जेनेरेसनलाई पासन गर्दै यङ आइडियाज र उनीहरूको चाहिँ भनौँ न पिँढी अनुसारले देखेका कुराहरू चाहिँ अब लाउनुपर्छ र यसरी हामीले चाहिँ ओल्ड जेनेरेसनबाट नयाँ पुस्तालाई उ गर्यो भने नयाँ पुस्ताहरू नेपालमा बस्नलाई पनि इन्ट्रेस्ट गर्छन् भन्ने एउटा हाम्रो मान्यता हो सिङ्गापुर पढेर आउनुभयो नि होइन नेपालमा चाहिँ
पढेर नेपालै आउँछु भन्ने सोचाइ चाहिँ सुरुदेखि थियो भनेर अघि पनि बुवाले मसँग अनौपचारिक कुरा गर्नुभएको थियो। तर त्यो जुन तपाईँले सिङ्गापुरमा पढेर आएको चिज अनि यहाँ होटल बन्दै थियो त्यसमा चाहिँ तपाईँले सोचेको कुरा र यहाँ बुवाहरूले बनाइरहनु भएको कुरा चाहिँ कतिको मिलेको जस्तो लाग्छ? अलि धेरै नै मिलेको छ। पहिलादेखि नै मेरो हजुरबुवादेखि नै लक्ष्मणबाबु श्रेष्ठ अनि बुवा राजबाबु श्रेष्ठ उहाँ आई थिङ्क अलि अहेड अफ देयर टाइम नै थियो यो केबल कार सुरु गर्नुदेखि यो रिजोर्ट सुरु गर्नलाई अलिकति मोडर्न थिङ्किङ नै हो। अब हामी नेपाललाई कसरी नेपालको फोरफ्रन्टमा मात्रै होइन कि हामीले कसरी हाम्रो ग्लोबली नेपाललाई अलिक प्रमोट गर्न सक्छौँ भनेर त्यो सोचाइ चाहिँ मेरो बच्चा बेलादेखि नै थियो। बुवाको आइडियाज सेयर गर्नुहुन्थ्यो, मैले मेरो आइडिया सेयर गर्थेँ अनि मेरो दिदीहरूले उहाँहरूको आइडिया सेयर गर्थ्यो। त्यो मात्रै होइन कि बुवा ठुलो भएर बुवाकै आइडिया नै लिनुपर्छ भन्ने होइन, त्यो बुवाले पनि सोच्दैन थियो। बुवाले चाहिँ हामी छोरीहरूले हाम्रो आइडिया पनि कसरी बुवाको आइडियासँग इन्टिग्रेट गरेर लिएर आउने भनेर हाम्रो त्यही सोचाइ थियो। तपाईँलाई चाहिँ यहाँ आइसकेपछि जस्तो लक्ष्मण बाबुको जुन त्यो विकासको परिकल्पना गर्ने सोच होइन, अनि अहिले चाहिँ बुवाको र तपाईँको सोचमा चाहिँ यो एकदम त्यो घुलमिल भएको होइन, ब्लेन्डिङ भएको जस्तो देखिन्छ लाग्छ? मलाई लाग्छ, मलाई एकदमै लाग्छ। यो रिजोर्टको डिजाइनले नै त्यो रिफ्लेक्ट गर्छ जस्तो लाग्छ मलाई। हजुर, हामीले ट्रेडिसनल प्लस मोडर्न मिक्स गरेर यो रिजोर्ट बनाछौँ। चाहिँ अहिलेको पुस्ता चाहिँ नेपाल आउने कुरामा चाहिँ 3 चोटि सोध्छ होइन त? तपाईँ चाहिँ अझ झन् च्यालेन्जिङ चाहिँ पिरियडमा म यहीँ आउँछु भन्ने थट चाहिँ किन आयो? म चाहिँ खासमा 9 वर्ष हुँदा म इन्डिया पढ्न गएको थिएँ। हजुर। अनि त्यो पछि त्यो बेलादेखि नै म बाहिरै भएँ। हजुर। तर म हलिडेहरूमा आउँदाखेरि म एकदमै मेरो टाइम मेरो फ्यामिलीसँग स्पेन्ड गर्थेँ। त्योभन्दा धेरै टाइम पनि म मेरो हजुरबुवासँग टाइम स्पेन्ड गर्थेँ। उहाँले मलाई उहाँको स्टोरिजहरू सुनाउनुहुन्थ्यो कि पुरानो स्टोरिजहरू, कसरी उहाँले केबल कार सुरु गर्नुभयो, किन सुरु गर्नुभयो, उहाँको व्यवसायहरू कसरी बसाउनु भयो, च्यालेन्जेस के थियो, त्यो स्ट्रगलको कुरा पनि सुन्नुभयो। स्ट्रगलको कुरा पनि सुन्यो। उहाँले चाहिँ भन्नुहुन्थ्यो कि स्ट्रगलसँग डराउनु हुँदैन। त्यो कुरा मेरो बुवाले पनि भन्छ, आत्तिनु हुँदैन। आई थिङ्क त्यो सोचाइ चाहिँ हाम्रो यङ्गर जेनेरेसन चाहिँ अलि चाँडो आत्तिन्छ। म नआत्तिने पनि होइन, म पनि आत्तिन्छु नै, हुन्छ नि। बट अभियसली मेरो बुवाले भन्नुहुन्छ चाँडो आत्तिनु हुँदैन, अलि सोचेर काम भएरै उलिनुपर्छ। के च्यालेन्ज होला जस्तो लागेको छ? यो होटल चाहिँ अब अपरेसनमा आउँदैछ होइन, सबैभन्दा त सबैको फ्युजन छ नि त, लक्ष्मण बाबुको, राजेश बाबु, सबै दाजुभाइको होइन, तपाईँको अङ्कलहरूको, बुवाको, अब तपाईँको दिदीबहिनीहरू सबैको चाहिँ च्यालेन्ज चाहिँ कहाँबाट सुरु हुन्छ? अब जस्तो चाहिँ लक्ष्मण बाबुले, स्वर्गीय लक्ष्मण बाबुले तपाईँलाई भन्नुभएको थियो त्यो च्यालेन्ज, त्यो बेलाको च्यालेन्ज र अहिलेको च्यालेन्जमा तपाईँ के चाहिँ पहिलो च्यालेन्ज फेस गर्न तयार हुनुहुन्छ? आई थिङ्क अपरेसनल च्यालेन्ज त होइन। आई थिङ्क अब कसरी मेरो बुवा र मेरो हजुरबाको लेगेसीलाई अगाडि राख्ने, कसरी हाउ डु आई लिभ ट्रु टु द्याट लेगेसी भन्ने, त्यो चाहिँ मेरो सबैभन्दा ठुलो च्यालेन्ज हुन्छ जस्तो लाग्छ मलाई। भनेपछि लेगेसी प्रेसर भयो? अब लेगेसी प्रेसर भए पनि म आफै गर्न सक्छु भनेरै म आएको हो यता। ओके। लेगेसी प्रेसर हुँदैमै डराएर उतै बाहिरै बस्नु भन्ने त कुरा पनि होइन। हजुर। यो हाम्रो रुम। हजुर। सो कन्सेप्ट वाइज हेर्नुभयो भने एकदम स्पेसियस छ। हजुर, 30 स्क्वायर मिटर। हामीले चाहिँ हाम्रो गेस्टहरूलाई कसरी कसरी कम्फर्ट म्याक्सिमाइज गर्ने भनेर सोचेरै यो रुम डिजाइन गरेको हो। सो तपाईँले यता हेर्नुभयो भने यता अलि ओपन क्लोजेट कन्सेप्ट छ। यसलाई नै बन्द गऱ्यो भने रुम गुम्सेको जस्तै पनि हुन्छ। हाम्रो परिवार माइन्डसेट नै राखेर सोचेर हामीले रुम डिजाइन गऱ्यौँ। बिकज मनकामना दर्शन गर्न आउने यात्रीहरू ठुलो ग्रुपमा आउनुहुन्छ, उहाँहरूको फ्यामिलीलाई सजिलो होस् भनेर हामीले चाहिँ यो कनेक्टिङ टाइप अफ रुम पनि डिजाइन गऱ्यौँ कि यो रुम प्लस यताको रुम एउटा ढोकाले मात्रै हजुर सेग्रिगेट गर्छ। हजुर।
सो त्यो वेले ठुलो फ्यामिली आउनु भएको छ भने दुवै रुममा एक्सेस पाउनु भयो, उहाँलाई सजिलो हुनुभयो। सो हामीले एकदमै कस्टमर सेन्ट्रिक वेमा नै हामीले यो रिजोर्ट डिजाइन गरेको हो। हाम्रो कस्टमर जस्तै होइन कि हाम्रो फ्यामिली नै जस्तै गरी सोचेर कसरी एउटा परिवारलाई सजिलो पार्न सकिन्छ, उहाँको स्टेलाई कम्फर्टेबल पार्न सकिन्छ भनेरै सोचेर हामीले यो रिजोर्टलाई डिजाइन गरेको हो। यहाँ चाहिँ हाम्रो एम्फी थिएटर छ। अब यता चाहिँ अब नाचगान प्रोग्राम या वेडिङ डेस्टिनेसनलाई जो मान्छे आउनुहुन्छ यो एरिया युज गर्न सक्नुहुन्छ। यहाँ त्यतिकै रिल्याक्स गरेर यो माउन्टेन भ्यूलाई इन्जोय गर्नु मन छ भने पनि उहाँले यताबाट त्यो इन्जोयमेन्ट लिनु मिल्छ। सो यता आउनुभयो भने चाहिँ हाम्रो रेस्टुरेन्ट देख्नुहुन्छ। हाम्रो रेस्टुरेन्टको नाम चाहिँ हामीले बसेरा भनेर राखेका छौँ। सो यता हेर्नु भने चाहिँ एउटा आउटडोर सिटिङ एरिया, माथि हेर्नुभयो भने चाहिँ तपाईँले मान्ड्रोको आर्टवर्क हेर्न सक्नुहुन्छ। भित्र आउनुभयो भने चाहिँ यता बुफे एरिया छ।